नेपाल आर्मीको लिखित इक्जाम पास गर्नको लागि चाहिँ एउटा मन्त्र छ। त्यो के भन्दाखेरि हामीले क्वेसन प्याटर्न चाहिँ कस्तो आउँछ त्यो कुरा थाहा पाउनुपर्ने हुन्छ है। योभन्दा अगाडि मैले तपाईँहरूलाई म्याथको कस्तो क्वेसन आउँछ, कस्तो टपिकबाट क्वेसन आउँछ, यो सम्पूर्ण कुरा भनिसकेको छु। अब म तपाईँहरूलाई नेपालीको कस्तो क्वेसन आउँछ, सरी इङ्ग्लिसको कस्तो आउँछ है। इङ्ग्लिसबाट कस्तो टपिकबाट क्वेसन आउँछ, कतिको गाह्रो हुन्छ, कतिको सजिलो हुन्छ है, त्यो विषयमा चाहिँ म सम्पूर्ण अनि यति कुरा म ग्यारेन्टी दिएर भन्न सक्छु कि मैले भनेको टपिकभन्दा बाहिरबाट क्वेसन आयो भने म पढाउन छोडिदिन्छु क्या। त्यो चाहिँ मेरो ग्यारेन्टी हो कि मैले भनेको टपिकबाट मात्रै क्वेसन आउँछ, त्योभन्दा बाहिरबाट क्वेसन आउँदैन है। त्यही कारणले गर्दा यो भिडियो चाहिँ एकदमै ध्यान दिएर स्किप नगरिकन अहिले नै सेभ गरेर राखिहाल्नुहोस्। ओके, हामी पढ्न थालेको छौँ इङ्ग्लिस। इङ्ग्लिसबाट क्वेसन प्याटर्न कस्तो हो त त्यो बुझ्नुभन्दा अगाडि के गर्नु पर्यो त भन्दाखेरि इङ्ग्लिसलाई चाहिँ दुईटा भागमा डिभाइड गर्नु पर्यो। दुई तरिकाको क्वेसन आउँछ, एउटा सब्जेक्टिभ एउटा अब्जेक्टिभ, एउटा विषयगत अर्को भनेको वस्तुगत। अब विषयगत र वस्तुगत भनेको कस्तो हो तपाईँलाई कन्फ्युज हुनसक्छ। यति कुरा बुझ्नुहोस्, इङ्ग्लिस टोटल आउने भनेको 20 मार्क्सको क्वेसन सोध्छ। इङ्ग्लिसबाट तपाईँहरूलाई जम्मा 20 नम्बरको क्वेसन सोध्छ। त 20 नम्बरमा पनि 10 नम्बर चाहिँ चुज द करेक्ट एन्सर अनि 10 नम्बर चाहिँ सब्जेक्टिभ तपाईँहरूले गरेर देखाउनु पर्ने हुन्छ। अब यो कस्तो हो क्वेसन प्याटर्न त्यो कुरा बुझौँ है। 10 नम्बर चाहिँ कस्तो भन्दा चुज द करेक्ट एन्सर, चुज द करेक्ट एन्सर। अनि 10 नम्बर चाहिँ कस्तो भन्दा सब्जेक्टिभ है। यस 10वटा क्वेसन चाहिँ तपाईँहरूलाई अप्सन सहितको दिन्छ भने 10वटा क्वेसन चाहिँ तपाईँहरूलाई अप्सन हुँदैन, गरेर लेखेरै देखाउनु पर्ने हुन्छ। चुज द करेक्ट एन्सरको प्याटर्न कस्तो हुन्छ त एउटा एउटा बेसिक योभन्दा 2081 मा सोधेको क्वेसन है, 2081 मा सोधेको क्वेसन छ त्यो है। त्योभन्दा अगाडि तपाईँहरू अनलाइन क्लास पढ्न चाहनुहुन्छ भने चाहिँ अनलाइन क्लासको लागि वाट्सएप नम्बर 12345551 हाम्रो चाहिँ असार 1 गतेदेखि अनलाइन क्लास सुरु हुन्छ। असारको 1 गतेबाट अनलाइन क्लास सुरु हुन्छ। यदि तपाईँहरू पढ्न चाहनुहुन्छ भने अहिलेदेखि नै रजिस्ट्रेसन ओपन भइसक्यो। असार 1 गते भन्दा अगाडि नै रजिस्टर गर्नेहरूलाई केही डिस्काउन्ट पनि छ। टोटल फी भनेको 1500 हो है, टोटल फी भनेको 1500 हो। यदि तपाईँले असार 1 गते भन्दा अगाडि रजिस्ट्रेसन गर्नुहुन्छ भने तपाईँलाई कति लाग्ने भयो त भन्दाखेरि 33.33% चाहिँ डिस्काउन्ट हुने भयो है। यति कुरा बुझौँ, यदि तपाईँले असार 1 गते भन्दा अगाडि नै रजिस्ट्रेसन गर्नुहुन्छ भने तपाईँलाई 33.33% डिस्काउन्ट हुन्छ। मतलब तपाईँहरूलाई 1005 रुपियाँ लाग्छ जम्मा है। 33% डिस्काउन्ट पाउँदा 1005 रुपियाँ लाग्छ। यतिले तपाईँले जबसम्म लिखित इक्जाम हुँदैन तबसम्म पढ्न पाउनुभयो। रजिस्ट्रेसन गर्नको लागि चाहिँ 200 देखि 500 सम्म तपाईँले जति मन लाग्छ त्यति पेमेन्ट गर्दा हुन्छ है। अहिले त्यो एकछिनको लागि यो साइड राखौँ, असारबाट सुरु हुन्छ भनेर लेखिहालेँ। वाट्सएप नम्बर त यो छ, यसमा म्यासेज गर्नु अथवा कल गर्नु है। अब 2081 मा सोधेको एउटा क्वेसन छ, के क्वेसन भन्दाखेरि हाम्रो चाहिँ he read newspaper daily, he read newspaper paper daily। अनि अप्सनमा के आएको थियो भन्दा ए मा अ, बी मा एन्ड, सी मा द अनि डी मा नो आर्टिकल है। यस्तो खालको चाहिँ क्वेसन आउँछ। यसरी क्वेसन सोधेको हुन्छ, तपाईँले त्यसको करेक्ट एन्सर चाहिँ थाहा पाउनुपर्ने हुन्छ। कतिवटा सोध्छ त 10वटा यस्तो खाले क्वेसन सोध्छ। अब यसको करेक्ट एन्सर चाहिँ के हुन्छ ल भन्नुहोस् त तपाईँ। 2081 मा सोधेको धेरै जस्तोले चाहिँ अ न्युज पेपर भनेर लगाउनुहुन्छ। किन हुन्छ, किन गल्ती गर्नुहुन्छ त्यो पनि म भनिदिन्छु तपाईँहरूलाई। अ न्युज पेपर भनेर लेख्नुहुन्छ, तर यसको करेक्ट एन्सर चाहिँ द न्युज पेपर हो। यसको पनि कन्डिसन छ क्या। यदि न्युज पेपर हामीले सधैँ पढ्छौँ भने चाहिँ हामीले द लगाउने हो, हेबिचुअलको ठाउँमा द लगाउने हो। यदि देयर इज अ न्युज पेपर, अर्को क्वेसन कस्तो हुनसक्छ भन्दा देयर इज न्युज पेपर हो। यस्तो क्वेसन आएको भए चाहिँ हामीले देयर इज अ न्युज पेपर भन्थ्यौँ, तर यसमा चाहिँ हामीले द न्युज पेपर भन्छौँ। किन हुन्छ, कसरी हुन्छ होइन, यो सबै रुलहरू धेरै जस्तोले अ लगाएर बिगारेको छन् क्या। यस्तो द किन लाग्छ, कसरी लाग्छ, त्यो सबै कुरा चाहिँ हामी अनलाइन क्लासमा भन्छौँ। सो अनलाइन क्लासमा चाहिँ तपाईँहरू आउनु पर्यो है। अनलाइन क्लासको रजिस्ट्रेसन ओपन भइसक्यो। असार 1 गते भन्दा अगाडि रजिस्ट्रेसन गर्नेहरूलाई 33% डिस्काउन्ट छ है। यो मौका चाहिँ हातबाट नछुटाउनु है।
तपाईँले पछि गर्दाखेरि चाहिँ 1500 नै लाग्छ है। असार 1 गतेभन्दा पछि तपाईँले यो भिडियो हेर्नु भएको छ र थाहा पाउनुभयो भने असार 1 गतेभन्दा पछि चाहिँ तपाईँलाई 1500 नै लाग्ने भयो। ल अहिलेको लागि यो मैले मेटाएँ। अब यहाँ सब्जेक्टिभबाट कस्तो क्वेसन आउँछ त्यो हेरौँ। सब्जेक्टिभबाट कस्तो क्वेसन आउँछ, यो चाहिँ तपाईँहरूको ट्रान्सलेसन सोध्छ है। ट्रान्सलेसन अनुवाद इङ्ग्लिसदेखि नेपालीमा, इङ्ग्लिस टु नेपाली, अर्को भनेको नेपाली टु इङ्ग्लिस, नेपाली टु इङ्ग्लिस। जस्तै एउटा क्वेसन आई विल प्ले अ गेम भनेर एउटा क्वेसन छ, गर्नु पर्यो। यो कसरी त भन्दा आई विल प्ले अ गेम, यहाँनिर विल भनेपछि सिम्पल फ्युचर टेन्स छ है। यो क्वेसनहरू यस्तो खालको क्वेसनहरू आउँछ क्या। सिम्पल गरेर देखाइदिउँ भन्दाखेरि म यो विल आइसकेपछि नेछु भन्ने कुरा हुन्छ। म खेल्ने छु, नेछु है। यसरी नेछु, नेछस्, नेछौ, कसरी ट्रान्सलेसन गर्ने हो त्यो कुराहरू, विल कतिखेर लगाउने, भर्ब 5 कतिखेर लगाउने, भर्ब 2 कतिखेर लगाउने हो, यो सम्पूर्ण जानकारी चाहिँ हामी दिनै हाल्छौँ। धैर्य गरेर बस्नुहोस् है। त्यसपछि एउटा ट्रान्सलेसन आउँछ कति नम्बरको त भन्दाखेरि 5 नम्बर, टोटल 5 नम्बरको ट्रान्सलेसन हुन्छ। यो 3 नम्बरको, यो 2 नम्बरको, यसरी 5 नम्बरको हुन्छ। अर्को भनेको म्याच द फ्लोइङ, म्याच द फ्लोइङ, म्याच द फ्लोइङ है। म्याच द फ्लोइङ तपाईँको 5 मार्क्सको हुन्छ, एकदम सजिलो हुन्छ, केही गाह्रो हुँदैन, एकदम सजिलो हुन्छ। योभन्दा अगाडि कस्तो सोधेको थियो र स्कुलको के हुन्छ, स्टुडेन्ट हुन्छ, यस्तो खालको क्या। अनि आर्मीको ब्यारेक BARA केही ब्यारेक होला सायद। अनि त्यसपछि आएर एरोप्लेनको के हुन्छ त एयरपोर्ट हुन्छ। यस्तै खाले क्वेसन सोधिरहेको थिएँ क्या। त्यो धेरै गाह्रो सोध्दैन, एकदम सजिलो सोध्छ, तपाईँले मजाले गर्न सक्नुहुन्छ। अब चुज द करेक्ट एन्सर 10वटा क्वेसन भनेको थियो। 10वटाबाट चाहिँ कस्तो कस्तो क्वेसनहरू कहाँको पर्छ त भनेर एकचोटि मजाले बुझौँ, त्यसपछि सक्यो। हामीले धेरै पढ्नु पर्ने नै छैन, यति बुझ्यो भने सक्यो क्या। सुरुमा आर्टिकल छ, आर्टिकलको अ, एन्ड र अर्को भनेको द। त्यसपछि प्रिपोजिसनको इन, अन र बाई मात्रै छ है। इन, अन र बाई। अब मान्छेहरूको चाहिँ के गल्ती हुन्छ भन्दा एट, विथ, विदिन यस्ता यस्ताहरू पनि पढेर बस्दिन्छन् क्या। अब पहिलाको सिलेबसमा थियो त्यही कारणले पढिदिन्छन्, अहिलेको सिलेबसमा छैन। बुकहरू हेर्नुहुन्छ भने कति धेरै छ क्या, तर हामीले पढ्नुपर्ने भनेको इन, अन र बाई मात्रै हो। त्यो बाहेक अरू केही पढ्नै पर्ने छैन, यति मात्रै पढ्ने हो क्या। चाहिएको कुरा मात्रै पढ्ने हो क्या हामीले, जे पाए त्यही पढेर कामै छैन हामीलाई। प्रिपोजिसन छ होइन। त्यसरी नै अरू क्वेसनहरू चाहिँ कस्तो कस्तो सोध्छ त भन्दाखेरि, अनि अर्को भनेको फर्मिङ प्लुरल। कस्तो यसबाट चाहिँ कस्तो क्वेसन आउँछ भने बुकको सिङ्गुलर के हुन्छ, बुक्सको सिङ्गुलर के हुन्छ भन्दा बुक्स होइन, बुक। यही क्वेसन आएको थियो क्या। वाट इज द सिङ्गुलर अफ बुक, बुक्स भनेर आएको थियो, बुकमा ठिक लगाउनु पर्ने थियो। यस्तो खाले क्वेसन आउँछ। जस्तै अब बेन्चको के हुन्छ त, बेन्चको के हुन्छ, बेन्चेस होइन, बेन्चेस। यस्तै क्वेसन आउने हो, धेरै गाह्रो सक्दैन। फर्मिङ प्लुरल। अब लास्टको भनेको चाहिँ टेन्सले चाहिँ धेरै टेन्सन दिन सक्छ। सिम्पल प्रेजेन्ट, सिम्पल फ्युचर र सिम्पल पास्ट मात्रै पढ्नुपर्ने छ। त्यति पढिसकेपछि यो इङ्ग्लिस चाहिँ हामीले खर्लाप्प गरेर कर्लाप्प खायो क्या है। धेरै सजिलो छ, पढ्ने तरिका चाहिन्छ। अनलाइन क्लास पढ्ने भए चाहिँ यो नम्बरमा म्यासेज गर्नु है, यो नम्बरमा म्यासेज गर्नु। असार 1 गतेबाट चाहिँ अनलाइन क्लास सुरु हुने हो। तपाईँको रजिस्ट्रेसन ओपन भइसक्यो। आजै रजिस्ट्रेसन गर्ने, असार 1 गतेभन्दा अगाडि नै रजिस्ट्रेसन गर्नेहरूलाई चाहिँ 33% डिस्काउन्ट छ। 33% डिस्काउन्ट छ, एकदमै धेरै डिस्काउन्ट हो यो चाहिँ। तपाईँले 500 रुपियाँ डिस्काउन्ट पाइरहनु भएको छ यदि तपाईँले अहिले नै रजिस्ट्रेसन गर्नुहुन्छ भने। त्यही भएर रजिस्ट्रेसन चाहिँ गरिहाल्नुहोस्। ओके, बाई बाई, हेभ अ नाइस डे।